नमस्कार। पछिल्लो भिडियो मैले तपाईहरुलाई उपभोक्ता अदालतसँग जोडिएर बनाएको थिएँ, जहाँ चाहिँ उपभोक्ताको अधिकार कसरी सुरक्षित गरिन्छ र उपभोक्ताको अधिकारलाई संरक्षण गर्नको लागि नेपालमा कसरी एउटा फरक आयाम स्थापित भएको छ त्यो विषयमा मैले अघिल्लो भिडियो पोस्ट गरेको थिएँ र सोही भिडियोसँग सम्बन्धित भिडियो, उपभोक्ता अदालतसँग सम्बन्धित भिडियो र उपभोक्तासँग जोडिएर अस्पताल र उपभोक्तासँग जोडिएर मैले एउटा फरक खालको तपाईहरुलाई त्यहाँ जोडिएको विषयवस्तु र त्यस विषयवस्तुसँग जोडिएर उपभोक्ता अदालतले गरेको फैसला, यी दुवै विषयहरुलाई मैले जोडेर त्यहाँ भएका स्टोरी र त्यसबाट भएका फैसला त्यो सबै म तपाईहरुलाई सुनाउन चाहन्छु। सुनिदिनु होला। 2079 साल माघ 5 गते हरिहर प्रसाद गौतम बाथरुममा जाँदाखेरि उहाँ लड्नुभयो। उहाँ लडिसके पछाडि उहाँको सन्तानले उहाँलाई नजिकै रहेको ओम अस्पतालमा लिएर जानुभयो उपचारका लागि। उहाँ बाथरुममा लडिसके पछाडि उहाँको खुट्टामा चोट आएको थियो, खुट्टा टेक्नु नमिल्ने खालको अवस्था सिर्जना भएको थियो। त्यस पछाडि उहाँले अस्पतालमा लिएर जानुभयो र त्यस अस्पतालमा डाक्टर, त्यहाँका चिकित्सक डाक्टर सरोज कुमार गोहिवार र डाक्टर सायुज ज्युराज घिमिरेले उहाँलाई ट्रिट गर्नुभयो। उहाँलाई त्यहाँ लगिसके पछाडि उहाँलाई एक्सरे गर्न भनियो। उहाँलाई एक्सरे गर्न पठाइसके पछाडि डाक्टरले सो एक्सरे हेर्नुभयो। सो दुईजना चिकित्सक हुनुहुन्थ्यो। सो उहाँहरूले एक्सरे रिपोर्ट हेर्नुभयो। एक्सरे रिपोर्ट लगायत अन्य ब्लड रिपोर्टहरू हेर्नुभयो। त्यो हेरिसके पछाडि उहाँलाई डाक्टरहरूले खुट्टा दुहिरहेको अवस्थामा एउटा नदुख्ने इन्जेक्सन लगाइदिनु भयो र उहाँलाई नदुख्ने औषधि पनि दिएर डिस्चार्ज गरिदिनु भयो। डिस्चार्ज के मानेमा गर्नुभयो भने खास ठुलो समस्या छैन, यो अलिकति भर्खर लडेको भएर दुख्या हो, उहाँलाई अहिले यो नदुख्ने इन्जेक्सन दिएको छ, यो दबाई खाइसके पछाडि उहाँ ठिक हुनुहुन्छ भनेर उहाँलाई घर पठाइयो। यद्यपि घर पुगेको 4औं दिनसम्म, 4थो दिनसम्म पनि उहाँ अझै 4थो दिनमा पुगिसक्दा अझै त्यो अवस्थाभन्दा अझै फरक अवस्था, खुट्टै टेक्न नसक्ने अवस्था, एकदमै पीडादायी अवस्था, त्यो देखिसके पछाडि सन्तानले होइन यो त डाक्टरले भनेअनुसार भएन, यसको त के रहेछ, फेरि चेकअप गर्नुपर्छ कि अर्को अस्पतालमा गएर फेरि जानुपर्छ कि भन्ने हिसाबले क्रस चेक पनि गरौँ, फेरि मान्छेलाई सन्चो पनि नभइरहेको अवस्थामा हस्पिटल पनि लिएर जाउँ भन्ने उद्देश्यले उहाँले हेम्स अस्पतालमा आफ्नो बुवालाई उपचारको लागि लिएर जानुभयो। सो अस्पतालमा उहाँले पुरानो रिपोर्ट, ओम अस्पतालको रिपोर्ट पनि देखाउनु भयो, एक्सरे पनि देखाउनु भयो। त्यो देखाइसके पछाडि डाक्टरहरू आश्चर्यचकित पर्नुभयो। उहाँहरू सोही एक्सरे हेरिसके पछाडि त्यति बेलै यो चाहिँ फ्र्याक्चर भएर चाहिँ खुट्टा भाँचिएको अवस्था रहेछ, तर डाक्टरले यसरी कसरी पठाउनु भयो